टिमलाई कृष्ट छ ब्याटिङको लागि लेफ्ट आर्म स्पिनर यो त सदा चाहिँ रहनेछ शकील अहमद अनुभवी यस साइकलका लिग 2 का सर्वाधिक लिडिङ विकेट टेकर सम्झना लायक रह्यो र टियुमा विनोद भण्डारी यसरी नै कन्फिडेन्स हावामा थियो पहिलो बलको सामना गर्दै थिए गोल्डन डक कुरा पहिलो ओभर मेइडन थियो त्यसपछिको ओभरमा रन आएन 1 रन मात्र शकीलको ओभरमा 3 रन त्यसपछि फेरि मेइडन यसपल्ट केही शट राखेका थिए शट खेल्ने प्रयास एक्जिक्युसन राम्रो र 4 रन बटुलेका छन् 25 बल खेलिसकेका छन् उनले यहाँबाट विकेट दिन छुट छैन उनलाई पहिले एउटा फ्री म्यान सेट पनि हुन्थ्यो आसिफ र कुशल ठुलो शट अन्डर राइज आसिफ शेखको कुरा गर्दै थियो भर्खरै मात्र छक्का तपाईसँग अप्सन यदि बाहिर गएको बलमा हेर्नु स्क्वायर तर्फ नै रहने गर्छ र त्यहाँ फिल्डर लगातार राखिएको छ अर्जुनको लागि फेरि पनि बाहिर फेरि खेले यसपटक ग्याप मा खेलेका छन् चौका उनको स्ट्रङ जोन हो त्यो यो विशेषता हो त्यो क्षेत्रमा जुन कमजोरी छ त्यो क्षेत्रमा बलियो पनि रहेका छन् अर्जुन कुमाल ब्याटिङमा स्ट्रगल आज पनि जारी छ परिवर्तन भएका छन् तर कुनै प्रभाव परेको छैन त्यसको अहिलेसम्म त अर्जुन एउटा जीवनदान पाएका छन् यसपल्ट उत्कृष्ट शट यो पहिलोपल्ट होइन यस्तो शट प्रहार गर्ने स्क्वायर अफ द विकेट निकै बलियो छन् अर्जुन रन त बनाइ नै रहेका छन् पीएम कपमा पनि एकाध इनिङ्स आयो अस्ति नेपालबाट पनि त्यो खालको इनिङ्स आएको छ पुल शट चौका हुनेछ कन्ट्रोलमा खेले त्यो शट टाउकोमा फालेका थिए तर अत्यन्तै राम्रो शट बल खेल्ने त्यति सहज हुने गर्दैन तर यसपल्ट हेरौँ बलको लाइनसम्म आए लेग साइडमा प्लेस गरे हावामा खेल्न खोजेन न लङ द ग्राउन्ड खेलेका थिए र हेर्न सक्छौ इनफिल्डको फिल्डरलाई बिट गर्ने बित्तिकै बल सिधै बाउन्ड्री बाहिर 4 रनको लागि विकेटको खोजी जारी रहेको छ अवसर थियो क्याच ड्रप भयो र नेपालका लागि चाहिँ 44 रनको साझेदारी नयाँ बलर आएका थिए विथ अफर गरे केही फुलर राख्न पुगे र आसिफ शेख यसपल्ट फुल फ्लेश शट आत्मविश्वासले भरिएको यो शटले स्थिति रहेको छ अनि जम्सन ल हेर्नुहोस् अर्को शट फेरि पनि रोक्न सक्ने छैनन् चौका लगातार 2 बलमा 2 चौका आसिफ शेख अब आफ्नो टेम्पो परिवर्तन गर्दै फिल्डरको बीचमा प्रहार गरे 4 रनको लागि निकै राम्रो शट हल्का रुम दिएका थिए अब लगातार ओभरमा बाउन्ड्रीको वर्षा तेस्रो चौका थियो त्यो बलमा र त्यति धेरै टर्न होला त्यो अपेक्षा पनि थिएन अब के गर्नेछन् विथ द स्पिन खेल्ने प्लान पनि हुन सक्छ यदि यस्तै किसिमले गर्नेछन् भने बाहिर दिन पुगे अर्जुनको रेन्जमा दिन पुगे लेट कट अर्जुन कुमाल अर्को एउटा एक्सट्रिम चौका क्लास ब्याटिङ खान तेस्रो ओभर यसपल्ट लेग साइडमा खेलिदिए आसिफले र बटुलेका छन् चौका यति बेला नेपाल 4 रनमा डिल गरिरहेको छ बाउन्ड्रीमा डिल गरिरहेको छ आसिफ शेख अर्धशतक पुरा भएको छ अनसाइडमा यो शट खेल्दै उत्कृष्ट आजको यो इनिङ आसिफ शेख फ्रेश माइन्डसेट फ्रेश एनर्जी र डकआउटले पनि निकै स्वागत गरेको छ यो अर्धशतकीय इनिङको आसिफ शेखबाट आवश्यक रहेको थियो घरेलु क्रिकेटमा शानदार इनिङहरू खेलेर आएका थिए तर अन्तर्राष्ट्रिय सिरिजमा पर्ने चाहिँ मैले बारम्बार भनिरहेको छु पछिको 20 ओभरमा अब त अलिकति आक्रामक क्रिकेट खेल्नको लागि त्यो प्लेटफर्म त सेट गरेको छ नेपालले आसिफले अब अलिकति हात खोलेर खेल्नुपर्छ सम्भवतः र खोलिदी पनि दिएका छन् हावामा र बाहिर गएको छ शट बल रहेको थियो कति चाँडै ब्याकफुटमा गएर एउटा खुट्टामा उभिएर शट प्रहार गरे नेपाली टिम डगआउट आज ढुक्क छ विनोद भण्डारी छक्का आसिफ शेख आज रोकिने छैनन् पनि निकै नै सपोर्ट गरेका छन् र आज गर्वको दिन रहेको छ यदि अझै 2 रन बनाउँछन् अर्जुन कुमारले भने स्ट्राइकमा रहेका छन् उनी नै आउटसाइड एज रया विकेट गएको छ पक्कै पनि विकेट गएको छ आउटसाइड एज लागेको छ अर्जुन कुमार 2 रनबाट चुक्न पुगे आफ्नो अर्धशतकबाट तर एउटा काम कम्पोज इनिङको यहाँ अन्त्य भएको छ शाहले अन्ततः यो 80 बनाउन आवश्यक छ नेपाललाई यहाँबाट 150 बनाउनु पर्ने छ अन्तिम
20 ओभरमा र सुरुवात त गरिदिएका छन् आसिफले आर्कमा दिएको थियो यो बल र धन्यवाद भन्दै हानिदिएका छन् ठूलो छक्काको लागि गरिरहेका थिए आज निकै नै इकोनोमिकल रहेका छन् 7औं ओभरमा रहेका छन् मात्र 16 रन खर्चेका छन् विकेट यो श्रृंखलामा त्यति धेरै आएको छैन अहमदका लागि ठूलो शट खेल्ने प्रयास हावामा रहेको छ र यसैको लागि कप्तानले लिएर आएका थिए अहमदलाई विकेट प्राप्त गरेका छन् अन्ततः र नेपालका कप्तान रोहित कुमार पौडेल यो सिरिजमा हेर्छौं भने रोहित त्यति चलेका थिएनन् र दिपेन्द्र उपकप्तानले भने त्यो जिम्मेवारी बारम्बार निभाइरहेका छन् तल्लो क्रममा और मिडल अर्डरमा आसिफ शेखको पनि सर्ट रिलिज आज एकदमै उल्लेखनीय रहेको छ शतकतर्फ लम्किरहेका छन् उनी एकमात्र शतक अहिलेसम्म ओडिया इन्टरनेसनलमा उनको त्यो 2023 मा आएको थियो पपुवा न्युगिनी विरुद्ध अर्को एउटा उत्कृष्ट गैरीले नेतृत्व गरेका थिए त्यसपछि ओडिआई आयो टोलीले 2 खेलमा जित हासिल गरे तापनि रोहितको त्यो लय भने हामीले देख्न पाएका छैनौं अहिलेसम्म र लय त यहाँ एउटा खेलाडीले देखाएका छन् आजको खेलमा आसिफ शेख एरियल गएका थिए कभरतर्फ एक्स्ट्रा कभरतर्फ उनको जोन त्यो रहेको छ स्लक गरिदिए आसिफ शेखले र सिधा फिल्डरको हातमा ठूलो शट प्रहार गरेर शतक पूरा गर्न चाहन्थे आसिफ ठूलो झड्का नेपाललाई र सर्वाधिक ठूलो आसिफ शेख ठूलो शट प्रहार गरेर शतक पूरा गर्ने प्रयासमा थिए बल पनि आर्कमा रहेको थियो भने जस्तो टाइमिङ भएन तर 94 रनको उत्कृष्ट इनिङ खेलेर नेपालका विकेट किपर ब्याटर पभिलियनको बाटो लागेका छन् शानदार इनिङ यो ओभर सर्भाइभ गराउलान् त्यो भने हेर्न लायक दृश्य रिभर्स गएका छन् गुलसन कहाँ रोक्नेछन् उनले चौका हासिल गर्दै गुलसन छ डराउने गर्दैनन् त्यो आवश्यक छ नेपाललाई यो अवस्थामा एउटा केमियो आउँछ भने 300 अझै पनि सोचिरहेको छ नेपालले भने केमियो रोल आवश्यक छ निकै राम्रो शट अर्को यसपटक स्ट्राइकमा अस्वीचितको प्रयास टाइमिङ बिल्कुलै छैन अम्पायरले औला उठाइदिएका छन् ब्याटमा कनेक्ट हुन सकेको थियो त्यो सिंगललाई डबलमा कन्भर्ट गराइरहेका छन् राम्रो यर्कर लेन्थ थियो दिशाबाट केही भट्के यसपल्ट फुलरमा खान आएका छन् स्टेप आउट गरेर ठूलो शट खेल्ने प्रयास फिल्डरले क्याचको लागि एटेम्प त गरेका थिए भाग्यमानी रहे हात हटाए त्यो ठूलो शटको प्रयास स्लगमा थियो आरिफ शेखले ब्याट गुमाइदिए र बल दर्शकको बीचमा पुगेको छ 35 रन खर्चेर एक विकेट अहिलेसम्म पहिलो बल दिपेन्द्र सिंह ऐरीले लेग साइडमा खेले हावामा खेलेका थिए र यहाँ क्याच पक्रेका छन् अब बुक्का पट्टनमले कसरी खेल्ने छन् के भनेर पठाइएको छ उनलाई क्लिन बोल्ड जसरी फिल्डिङ गरे क्याचहरू जसरी ड्रप गरे सुरुवातमा स्टेप आउट गर्न चाहन्थे तर सकिल अहमदको शिकार नन्दन यादव आखिर त्यो सिंगल किन नकारे उनले सन्दीप छन् स्ट्राइकमा स्ट्राइक चेन्ज गरेका छन् तर यहाँ रिस्की त छ डाइरेक्ट हिट तर पुगिसकेका छन् यस्तो लाग्छ विकेट अवेयरनेस नन स्ट्राइकर्स इनमा थ्रो हानेका थिए सन्दीप लामिछाने टच एन्ड गो को अवस्थामा अश्विन शाह फुल टस आरिफ शेख काउ कर्नरबाट छक्का किन तल खेलाइएको छ त्यो प्रश्नहरू थियो तर आज संकट मोचक बनेका छन् फेरि पनि एकपटक प्रपर अथोरिटी छ विशाल छक्का लङ्गनमाथि आरिफ शेख ब्याक टु ब्याक र नेपालको 250 पनि पूरा भएको यो छक्काको साथमा स्लोअर बल फालेका थिए तर स्लटमा आउन पुग्यो र आरिफ शेख काटेर र फोटो आउँछ भने अझै राम्रो क्यानको पेजमा यसपटक के हुनेछ अर्को फुल टस अर्को एकपटक आरिफ शेख डिप मिड विकेट रिटर्न एक्सप्लोड तेस्रो छक्का इनिङको लगातार यस ओभरमा मागिरहेका छन् अम्पायरसँग नो बलको लागि भनेका थिए यो ओभर निकै नै साधारण हेर्न सक्छौ यो त गिफ्ट दिएका छन् ल हान्नुहोस् मलाई दिशा मात्र देखाइदिए आरिफ शेखले र बल गएको छ धेरै बाहिर अर्को विशाल छक्का दबावमा छन् अश्विन शाह के गर्न सक्छन् उनी के यर्कर गुटल्यान्डबाट रुम दिन चाहँदैन थिए इनसाइड आउट सिधा फिल्डरको हातमा प्लानले काम गरेको छ यही बल तर 53 रन चाहेको छ ओमानलाई नेपालले 256 रन बनाएको थियो ललित राजवंशीबाट सुरुवात गराएको छ स्पेल लेफ्ट आर्म स्पिनर
नेपालको फिल्डिङ उच्च स्तरीय छ, त्यसमा कुनै शंका छैन। स्टेप आउट गरे, पावर प्लेको ओभर छ, इन्टेन्ट सफा छ, वहाब आएका छन्, सुरुवात उनले गरेका छन् छक्का। क्या शानदार सुरुवात गरेका छन् उनले। हेर्नुहोस् फरक के रहन्छ, नेपाल सुरुवातदेखि दबावमा त्यो विकेट गुमाए त्यहाँ बीचमा। ब्याटिङ त छ ओमानको, तर सुरुवाती विकेटले महत्व राख्नेछ। पुल शट, नतिजा चौका, शर्ट बल दिन पुगे खर। हस्नैन वहाब शर्ट बल, यसभन्दा अगाडिको बलमा पनि जुन अटेम्प्ट गरेका थिए अनसाइडमा राम्रो रिस त देखाएका, त्यसपटक अझ लेन्थले पनि सहयोग गर्न पुग्ने केही देखेन, डिफेन्स गर्ने रन आइरहेको थिएन। ओ कनेक्सन त छ, फिल्डर छन् त्यहाँ, तर पार गर्नेछ। क्या टस रहेको थियो, फ्लिक मात्र, रिस्कको सदुपयोग गर्नुहोस्। फ्रन्ट फुटमा आए, थोरै पोजिसन, गजबको टाइमिङ र छक्का त्यसमाथि। आहा, अति सुन्दर। वाह, विकेट 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 आउमा छ, विकेट आएको छ। हेर्नुहोस् 3 पटक जब विकेट बनियो तब नन्दनले त्यो दिलाएका छन्। त्यस चौकाको साथ सुरुवात ओभरको। भन्दा त्यति ठुलो लक्ष्य चाहिँ नेपालले पस्केको छैन। ओभरको अन्तिम बल सफ्टले खेलिदिए, सिंगलको लागि गएका छन्, डिरेक्टेड अपिल ठुलो छ, अम्पायरले औला उठाइदिएका छन्। यस प्रकार रन लिन गएका थिए नन्दन यादव थिए त्यहाँ, विनोद भण्डारीले कलेक्ट गर्नु परेन त्यसलाई। डिरेक्ट थ्रोमा विकेट, अम्पायरले औडा ठडाइदिए र गजब। फेरि पनि एंगलबाट नेक्स्ट स्टम्प तर्फ अलिकति गइरहेका छन्, त्यसलाई अलिकति बाहिर राख्ने हो भने सफल हुन सक्छन्, तर राम्रो शट यहाँ प्रयत्नमा रहेका छन् ओमानका लागि। लुज बल विथ अफर गरेका थिए अहमद मिर्जा, हामी भनिरहेका थियौँ जति उत्कृष्ट लयमा रहेका छन्, छोड्ने छैनन्। के माथि छ, विथ अफर गरेका थिए, फेरि पनि एक पल्ट त्यही बलको एक्सन रिप्ले र फेरि उत्कृष्ट शट अहमद मिर्जाको ब्याटबाट। लुज, एकदमै लुज। त्यति कन्सिड गरे, बाउन्ड्री रोकेनन्, क्याचहरू छोडेर यो ड्राइभ, वहाब रोकेका छैनन् त्यो रनको। उनको जारी छ, स्लटमा थियो यो त, ड्राइभ लेन्थमा पर्फेक्ट पोजिसनमा आए, उत्कृष्ट कभर ड्राइभ। मिठो एउटा शब्दमा भन्नुपर्दा यो शटलाई त ब्याटको त्यही प्रकारको ब्याटिङ गर्दैछन् जसरी चाहिन्छ पनि यो पोजिसनबाट। एउटा राम्रो इनिङ अगाडि बढाउनु पर्ने आवश्यकता कुरा मात्र गर्दै थियौँ, हावामा खेल्न पुगे, तेस्रो झट्का ओमानलाई, गुलसन स्ट्राइक्स। ब्याट पनि थोरै बाहिर थियो त्यसैले। ओ बल जानेछ चौकाको लागि, दबाब बन्दै थियो पछिल्लो, किनकि छोएको छ वा छैन त्यो पनि पत्ता लगाउनु पर्ने हुन्छ। ओ यहाँ क्याच लिएको छ, विकेट पनि जानेछ। आर्यन बिष्ट, गुलसन झाले दोस्रो विकेट व्यक्तिगत। ओमान आज थोरै हतालिएको छ, त्यो खालको ब्याटिङ आज देखेको छैन सुरुवातमा जुन कप्तानको विकेट। यो रुम पाए, मिर्जालाई सहज रह्यो, यो चौका प्राप्त। सायद टर्न खोजिरहेका थियो नि, अर्जुन लेफ्ट एन्ड राइट कम्बिनेसन पनि छ, त्यसले गर्दा रमानन्दीको लागि चाहिँ बाँधेर राखिरहेको छ ब्याटरहरूलाई। रामानन्दी भर्खरै आएका छन् क्रिजमा, ठुलो शट खेल्ने प्रयास, गजबको क्याच, सब्स्टिट्युट फिल्डरको रिपमा आएका थिए कुशल भुर्तेल र खेल त ब्याकफुटमा राम्रो क्याच, कुशल भुर्तेल ब्याकवर्ड पोइन्टमा फिल्डिङमा आएका थिए सब्स्टिट्युट फिल्डरको रूपमा। नियन्त्रण थिएन त्यो शटमा, तलैसम्म ब्याटरहरू बाँकी छन्। स्टेप आउट गरे, कनेक्सन कस्तो छ, निकै राम्रो, उत्कृष्ट टाइमिङ हो विनायक शुक्लाको, वा उनकै लागि लागेको थियो किन। मुस्कुराउने माहौल बनाएको छ। अहमद मिर्जा शट बल रहेको थियो, आरिफ स्टनिङ, त्यति कम शट बल थियो, पुल शट प्रहार गरेका थिए, भने जस्तो टाइमिङ लाएन, तर आरिफ शेख पुग्यो र क्याच पनि गजबको थियो। यसपल्ट हावामा उठाएर खेलिदिएका छन्, निकै माथि र डिस्टेन्स पनि कभर गरेको छ विनायक शुक्ला। फुल एक्सटेन्डेड आर्म शट खेलेका छन् भने अलिकति स्लटमा रहन पुग्यो यो, र शट खेल्नको लागि एकदमै कमिटेड रहेका थिए विनायक शुक्ला। रेन्जमा आयो, निकै बेर हावामा लागेको थियो, त्यति प्रपर कनेक्ट। 4 विकेट मात्र हातमा ओमानलाई। नन्दन यादव
त्यो टेस्ट लेन्थबाट फेरि पनि सुरुवात गरेका थिए तर लेट खेलिदिए निकै नै शानदार एक्जिक्युसन त्यो चाहिन्छ टिमलाई। ओ कट गरेका छन्, फिल्डर थिए तर ग्यापमा थोरै माथि सायद उनको हातै त छोए। अझै माथि उठाइदिए ब्याटले बललाई र त्यो रिजबाट टाढा राखे दिपेन्द्रको। गुलशन शाह आएका छन् यस ओभरमा भने विनायक शुक्ला लगनतर्फ यो चौका थोरै शट प्राप्त गर्न पुग्यो अहिले। भन्ने कति ठुलो कुरा हुन्छ गुलशनलाई हेर्नुहोस् इम्पोर्टेन्ट ओडिआईमा त उनले अब एउटा रोल त विशेष निभाउने रहेछन् र के छ ए छ विनायक शुक्ला उनको पनि केमियोको अन्त्य। गुलशन शाह बहार ल्याएका छन् गुलशनले टियुमा। यस्तै प्रकारको बाउन्सर हो भिन्टेज याद आयो मलाई जब उनको डेब्यू भएको थियो डोमेस्टिक क्रिकेटमा। स्लोअर बाउन्सरमा टपेज लगाएका छन्। राम्रो क्याच बनाएको छ शाहको ब्याटबाट। उत्कृष्ट 6 रन यो हेर्न सक्छौ, कन्ट्रोलमा हानिएको शट। अझ बाउन्सर थियो, सर्ट अफ गुड लेन्थको प्रयोग प्रयास भरपुर गर्नेछ ओमानले। ओ अर्को बल पनि गएको छ बाउन्ड्री लाइनबाट बाहिर, छक्का। यसपटक थोरै बाहिर सिधा क्याच दिएका छन् कप्तान रोहित पौडेललाई। 2वटा छक्का पछि डट र त्यसपछि गुलशनलाई 5औं विकेट। हल फाइफर भन्ने गरिन्छ क्रिकेटमा। रहस्टेन साउनको 5औं शिकार रहेका थिए। एउटा साधारण क्याच दिए, त्यहाँ मिड अफमा फिल्डिङ गरिरहेका थिए कप्तान स्वयं रोहित कुमार पौडेल। उनले कुनै गल्ती गरेनन् र तारिफ गर्नुपर्ने हुन्छ त्यहाँ टियुको पिचलाई नतमस्तक भएर धन्यवाद दिँदैछन् गुलशन कुमार शाह। फेरि पनि यसपल्ट करेक्सन रहेको छ, सिधा प्रहार गरिदिए र प्राप्त गर्नेछन् 4 रन। अन्त्यमा कन्सोलेसन सिधा खेले। यो शट पनि कनेक्सन त गजबको छ, उचाइ त लिएको छ, दूरी पनि तोरे पछाडि। ब्याटिङ चाहिँ तै पनि आज 259 चेज गर्नलाई। ओ प्रयास त हेर्नुहोस् भरपुर थियो टाइगर। 2 बल बाँकी। फेरि पनि फ्लाइट, फेरि पनि क्रस द लाइन आएर खेले, हावामा रहेको छ। यसपल्ट अवसर बनेको छ र क्याच पनि लिएका छन् दिपेन्द्र सिंह ऐरीले र यस प्रकारले अल आउट भएको छ ओमान 175 रनमा। क्रिकेट वर्ल्ड कप लिग 2 को 11 नम्बरसम्म पनि यो प्रकारले ब्याटिङ गर्न सक्ने सामर्थ्य राख्छन्।